वाह गुम्बा यो साह्रो घुम्ने भन्छ नि ओ माई गॉड यो के हो यसको ठाउँको नाम एक घन्टा घुम्नु मलाई त गुम्बा कस्तो मनपर्छ नि गौतम बुद्ध मान्छे छवटा मान्छे लु जा रहेछ त सानो भात पाएको छैन ए भोलि त मैले एकछिनै ल ल एकछिनै सँगै जाउँ गनेको छस् अलिक छिटो छिटो न यसो गऱ्यो भने के माएको पुग्छ अलिक छिटो छिटो म मसिकै एक काम म त फ्री गाडी आइसकेको थियो होला एकैतालमा एकैतालमा केमा नानी निक्लियोस् यी ठ्याक्कै हेरेर मलाई त्यो सादा दादा हो त्यस्तो मुनिबाट भने माथि माथि हेत्तेरी खायो कति छिरिन यो ठाउँको नाम के हो कस्तो खालो थियो कौन है यता चाहिँ सानो उयो रुखमा यहाँ चाहिँ यहाँ राम्रो देखिन्छ यो चाहिँ एकछिन मलाई क्यामेरा चलाउने कस्तो थियो ल अफ गर्मी देऊ आइजाइ छैन अगाडि हिँड्न वाह कस्तो राम्रो छ है शीतल हावा यस्तो किन राखेको यो होला यस्तो वाट इज दिस के गर्ने यो घुमाउने हो यो कि दर्शन गर्ने हो बाँगाको हातमा नरिवल भने जस्तो गौतम बुद्ध यहाँ के छ यहाँ किन चाबी लगाएको ए गौतम बुद्ध रहेछ यसरी हेर्दै गयो भने मलाई लाग्छ किन हेर्नु त कस्तो राम्रो र ए लगान खेल हो यो किम्बुको बोटी गर्मी ल्याऊ न गुम्बा लैजा छिटो आइज न साना ल आइज अलिक खुसी हो न ए लु ढोक्दा कस्तो देखिँदो ढोगेको अहिले यहाँ कति शीतल रहेछ हौ त्यहाँ यो शीतल महिना गर्मीले मान्छे ल एकछिन त ल यहाँ आइज न गऱ्यो एकछिन ल त नकुद्न झन् मैले बनाउनुलाई आइदिँदैछु झन् कस्तो रह्यो ल आइज अलि चाँगर लिएर बनाएर मितुरे 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 शीतल बस्छु नि कस्तो शीतल हो ल कस्तो राम्रो छ क्यामेरा खरिदारको के को खरिदार यो गर्ल्स थाहा छ भने यो खरिदारको पनि हुन्छ यता उयो निलो पूजा गयो मैले के भने थुक्कला जान्छस् काम पाउँदैनस् भन् न
हेलो गाइज वेलकम के को लाज हौ भन भन थुक्क त्यति भन त्यत्रो कसले सुन्छ हौ अलि साह्रो भन मैले यहाँ सुनेको थिएन के भिडियोमा सुनिदियो भन् त त्यस्तो पनि सुन्ने हेलो गाइज भन्न साह्रो भन्न लु भन् त कत्रो भन्नु सक्छस् हेलो गाइस वेलकम टु माई ब्लग हेलो गाइस वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी सुने छैन मैले ल के भन्नु लाली सार भन् त भन् ए यिनीहरू खोइको जेसुकै होस् है केटाको त ब्ल्याक हुन्छ लु भन् त हेलो गाइस वेलकम टु माई न्यू ब्लग आज चाहिँ मन्दिरमा घुम्नु ए हामी यहाँबाट छिरेको कि त्यो कस्तो बाङ्गो बोकेको ट्याक बाङ्गो झोला नबोक ए यस्तो क्या पैसा छोटा लु के छ ब्राइट फ्युचर एउटै कलेजको ब्याग चाहिँ कलेज सुँगुर कस्तो खाना छ भनेको युनिक भनेको कस्तो त्यो बनाउने हाने क्या अब नेपाल विद्युत प्राधिकरण यहाँ चाहिँ मन्दिर छ नि मन्दिर छ नि यहाँ मैले भनेको म त कहाँ गाली खाने हो गाली हामी घुम्नु गएको यहाँ नै हो हेलो गाइज वेलकम माई मिनी ब्लगमा सबैजनालाई स्वागत छ आज बाहिर मात्रै किन निस्किएको अन्त भिडियोलाई सुरु गरौँ र कति राम्रो फुल के फुल हो यो के फुल हो गाडीहरूको कतिमा बस्दा यसले झन् टाढो बाटो लिएर हो